सुकुटे मिनी भ्लगमा यहाँलाई स्वागत छ। आज हामी सुकुटेमा मध्याहको 12 बजी छौँ। हामीसँग मिलन सर, सागर सर, कुशल सर र मुकेश सर हुनुहुन्छ। म उहाँसँग सानो प्रतिक्रिया दिन गइरहेको छु। हामी अब ब्रेकफास्ट लगेर चाहिँ हामी ऱ्याफ्टिङ जाने कुरा छ होइन। हजुरको यस विषयमा के छ धारणा दुई शब्द भन्नुहुन्छ। थ्याङ्क यू सो मच सर। सागर सर के छ हजुरको आज ऱ्याफ्टिङको विषयमा एक शब्द धारणा? एकदम भनेपछि एकदम एक्साइटेड हुनुहुन्छ ल र ल कुशल सरको दुई शब्द के छ यसमा? भेरी एक्साइटेड, एकदमै धेरै हजुर उत्साहित हुनुहुन्छ। मुकेश सर के छ आज ऱ्याफ्टिङको लागि? एकदम ल जय होस्। सर आज हामी ऱ्याफ्टिङ गर्दैछौँ। अब हामीले खाजासुजा खाइसक्यो, त्यस विषयमा के छ हजुर सरको धारणा? धेरै राज सर हामी सुकुटे स्यान्डी बिचमा छौँ होइन। अब हामी लगभग आधी घन्टामा ऱ्याफ्टिङमा गइरहेको छौँ। के छ हजुरको धारणा? थ्याङ्क यू सो मच सर। हामीलाई एकदम मिठो खाना खुवाउने त्यो रन्जु हुन्छ यहाँनिर होइन। हामी ऱ्याफ्टिङ गर्न आइरहेको छौँ। उहाँ अलिकति अब स्वास्थ्यको कारणले ऱ्याफ्टिङ गर्नुहुन्न भन्ने हामीले सुन्न आएको छौँ। तै पनि कस्तो भइरहेको छ आज हजुरलाई? रमाइलो छ एकदम थ्याङ्क यू सबैलाई। म्याम ब्रेकफास्ट कस्तो थियो? बवालै थियो, अझै बाँकी नै छ होइन। ऱ्याफ्टिङको बारेमा के छ हजुरको धारणा? एकदम ओ माई गॉड। ल ठिक छ त हाम्रो हुनुहुन्छ आरती म्याम होइन, के अरे रोजी म्याम हुनुहुन्छ। सरी आरती म्याम धेरै मिस गरेको छु। के अरे रोजी म्याम के छ आज ऱ्याफ्टिङको विषयमा हजुरको धारणा? कतिको एकदम उत्साहित हुनुहुन्छ? एकदम रमाइलो गर्नुपर्छ। सृजना म्याम कस्तो भइरहेको छ यात्रा ऱ्याफ्टिङको लागि? दुई शब्द जाओस् त। तर एक्सिडेन्ट पनि हुनुहुन्छ एकदमै। ल हाम्रो एकदम पलमा हुनुहुन्छ अघिसम्म, अहिले आइसक्नु भएको छ। इन्दिरा म्यामलाई कस्तो लागिरहेको छ आजको यो सुकुटे बिच यात्रा? लुगा भिजाउन रेडी हो? ल यता हामीसँग हुनुहुन्छ यमुनाजी कस्तो फिल भइरहेको छ ऱ्याफ्टिङ गर्नको लागि? मुटु नै भटाक गरिरहेको हो? ल धेरै नआत्तिनु, एकदम रमाइलो हुन्छ। यता बिन्दा म्याम हुनुहुन्छ। बिन्दा म्याम कस्तो भइरहेको छ? हजुर ओ ल गजब। यहाँ एकदम हाम्रो परम सुन्दरी शान्ता म्याम हुनुहुन्छ। अलिकति मलाई बिजी हुनुहुन्छ है। शान्ता म्याम कस्तो भइरहेको छ? ब्रेकफास्ट कस्तो थियो? बवाल थियो। ऱ्याफ्टिङको लागि केही जाओस् न अलिकति। ल गजब एकदम रमाइलो हुनेवाला छ। भोटेकोसीको अलिकति हिलो पानी खान रेडी हो? यहाँ हाम्रो एकदम हँसिलो दिदी हुनुहुन्छ, सुन्दा दिदी होइन। के छ सुन्दा दिदी, ब्रेकफास्ट कस्तो थियो? दामी थियो एकदम। अनि के अरे ऱ्याफ्टिङ गर्न कति एकदम एक्सिडेन्ट हुनुहुन्छ? यता सबिनाजी हुनुहुन्छ एकदम आज मेकअप गरेर कि राम्रो भएको छ होइन। आज सायद यो ग्रुपमा कोही मान्छे आयो भने सिधै मजा लाग्ने मैमाथि हो। दुध खाएर बस्नु भएको छ एकदम मजाले। के छ हर्लिक्स पनि हालेको छ कि छैन? कति एक्साइटेड हुनुहुन्छ ऱ्याफ्टिङको लागि? ल हामीले सबैले खाएको खानाको या चाहिँ अब बिलहरू चाहिँ किन्ने म्याम हुन्छ हाम्रो एकदम राम्रो म्याम रजिना म्याम होइन। सबै बिल हामीले यहाँ चेक गर्नुपर्छ। कस्तो एक्साइटेड हुनुहुन्छ होइन? एकदम म्याम। ल यता हाम्रो अलिकति बिरामी होइन, तर बिरामी कस्तो धेरै खाइरहने बिरामी आज होइन। ऱ्याफ्टिङ जानुहुन्न अरे होइन, एकदम आत्तिसक्नुभयो। त्यहाँदेखि कस्तो लागिरहेको छ यात्रा? बबाल ल अझ रमाइलो गर्नुपर्छ। सञ्चाला म्याम आज हामीले खासमा सामाजिक अध्ययन होइन एकदमै भरपुर रियल लाइफ युज गरिरहेछौँ होइन। अब ऱ्याफ्टिङ पनि खासमा सामाजिक विषयमै पर्छ होला होइन। यो आज नेपालको धेरै हामी ठाउँहरू घुमिन्छ, भौगोलिक अवस्था हेरिन्छ। हजुरको के छ यस विषयमा धारणा? एकदम जिम्मा दिदी एकदम हाँसिरहनु भएको छ होइन। उहाँलाई ल्याउनु धेरै मुस्किल पर्यो। हामीले बल्ल तल्ल गरेर ल्यायौँ, धेरै कोसिस लगाएर। कति खुसी हुनुहुन्छ हजुरले? त ऱ्याफ्टिङ गर्नु न भन्ने सुन्नमा आयो। घोडाको समस्याले
र उनको काठमाडौँ गएपछि तेलसी लगाएर उपचार गर्नुपर्छ हजुर एकदम ल अब हाम्रो आजको यस सभाध्यक्ष ग्रहण गरिनुभएका यस विद्यालयका आदरणीय शान्ता म्यामलाई दुई शब्द भन्नको लागि थ्याङ्क यू सो मच म्याम थ्याङ्क यू सो मच आयोजक त म थिइनँ त्यही पनि थ्याङ्क यू सो मच आयोजक त म हो नि आजको यस कार्यक्रमको आयोजक हाम्रो एकदम ह्यान्डसम सर म्यानेजर साहबलाई अलिकति दुई शब्द यस स्ट्यान्डमा राखिदिनको लागि म एकदम गजब ल सबजना यो गरौँ एकचोटि यो ग्रुप भिडियो है ल यो ल एकचोटि Ready for rafting. Okay, stop and get down, team. Get down, get down. Ayo, Papa. Okay, stop. Attack, 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 attack. ठिक छ सबैजनालाई रमाइलो भइरहेछ ठिक छ रमाइलो भयो Okay, back to shed, back to shed. Back to shed, back to shed. जानु भएको छ माउन्ट एभरेस्ट हेर्ने हो हाम्रो भोटेकोसी खोलामा एउटा माउन्ट एभरेस्ट जसरी देखिने ढुङ्गा छ है अगाडिबाट हेर्दा है फेरि ल हेर्नुहोस् यहाँनिर ल हेर्नुहोस् त माउन्ट एभरेस्ट जानलाई सगरमाथा जानु पर्यो त हेर्नलाई परेन नि यहाँ हेर्न पाएन होइन हेरिदिनुहोस् त कस्तो भयो रमाइलो भयो ओके ल सबैले हाई फाइभ गर्ने ओके 3 2 1 खै त खै यता हेरिदिनु त जय बढेको छ अगाडिको म्याम नि रुवा हो कि क्या हो Okay, all forward team, forward!
Yeah! Hey! Stop, stop, stop! Okay, I'll forward him! Okay, stop! Stop, stop! Okay, I'll forward him! Forward, forward, forward! Okay, stop, stop! Attack! Yeah! Okay, stop, 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 stop! Jim Jim सानो नजिम्काउ परेली बुतुकै हुन्छु म अनि लेफ्ट लेफ्ट ब्याक राइट लेफ्ट फरवर्ड फास्ट 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 हान्नु पर्यो Okay, stop. Okay, 3, 2, 1, Jai Baragasi! Okay, 3, 2, 1, Jai Baragasi! Sanumaya tinala chaideau beluka tira coffee safi khaideu je sabai gaf sakaideu ya selfie so hath to paideu lo eso photo khichi khichi ni pataideu maya bakha chimichi herola life akai ai ai ab kanchi chite angalo ma berola जुनको छेउमा के हो र तारा ओय 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 गोली भन्दा तिम्रो या जन्मारा जुनको छेउमा के हो र तारा ओय 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 गोली भन्दा तिम्रो या जन्मारा बस्यो माया पहिलो नजरमा ओय 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 भेट्न आऊ है तिर्सुली बजारमा पछाडि है दामी आजको दिन कस्तो भयो आजको दिन कस्तो थियो के भन्न चाहनुहुन्छ भागो